नेपालमा पिप पत्रकारिताको उदाहरण पछिल्लो एउटा घटनाबाट छर्लङ्ग हुन्छ। नेपाल सरकारले 1 रुपैयाँको सिक्कामा नेपालको चुच्चे नक्सा हटाउने भनेर केही मिडियाले लेखे, तर त्यसको वास्तविकता अर्कै थियो। नेपाल राष्ट्र ब्याङ्कले नोट र सिक्काको समय समयमा डिजाइन परिवर्तन गर्ने गर्छ। त्यही क्रममा 1 रुपैयाँको सिक्कामा नेपालको नक्सा हटाएर अन्य कुनै ऐतिहासिक महत्त्वको चित्र अङ्कित डिजाइन बनाउने भनेर मन्त्री परिषदमा प्रस्ताव लगेको थियो। र याद राख्नुस्, मन्त्री परिषदको स्वीकृति बिना नेपाल राष्ट्र ब्याङ्क आफैले डिजाइन परिवर्तन गर्न सक्दैन। अनि मन्त्री परिषदले के भन्यो भने नेपालको चुच्चे नक्सा नहटाउनुस् र अन्य ऐतिहासिक चित्र पनि समावेश गर्नुस्। त्यस अनुरूप नेपाल राष्ट्र ब्याङ्कले भर्खरै आकाश भैरव पनि राखेर अनि नेपालको चुच्चे नक्सा सहितको 1 रुपैयाँको सिक्काको नयाँ डिजाइन सार्वजनिक गरेको छ। यो डिजाइन एकदम भाइरल भइरहेको छ। साथीहरू, मैले के मात्रै जोड्न खोजेको भने कतिपय मिडियाहरूले त्यसरी गलत किसिमको सूचना प्रवाह गर्दा नागरिकहरूमा एक किसिमको सरकारप्रति शङ्का जाग्नु स्वाभाविक छ। त्यति मात्र होइन, गलत सूचनाले कहिले पनि देशको विकास गर्दैन। तसर्थ यदि देशको विकासका लागि सच्चा पत्रकारले केही दिन सक्छ भने सही सूचना हो। सही सूचना मार्फत नागरिकलाई सुसूचित गराउनु हो, न कि कुनै फेक न्युज अथवा भ्युज, कमेन्ट वा लाइक्सको लागि गलत सूचना प्रभाव गर्नु आफैमा कानुनी रूपमा पनि गलत हो भने सामाजिक रूपमा समेत यो गलत हो। यसमा ध्यान दिनु आवश्यक छ सबै पक्षले। अनि तपाईलाई चाहिँ 1 रुपैयाँ सिक्काको नयाँ डिजाइन कस्तो लाग्यो त?